दाइ तपाईँ के लाउनुहुन्छ व्हाइट पिंक रेड कुन कलर व्हाइट राम्रो देख्छ दाइलाई ओके जुन लगाउँदा नि हुन्छ ल दुईटा लाइदिन जुन लगाउँदा नि धेरै राम्रो छ वरिष्ठ दाइलाई ल कुन कलरले स्वागत हाम्रो यहाँ स्यामसङ प्रोलाई व्हाइट सुटमा त व्हाइट नै लामो देउलाको दाइ देउलीको दाइ के भएर हो नि देउला र देउलीको दाइ हैन हाम्रो चाहिँ भएर लाइदिएको नि हामीले लाइदिएको नि हो यस्तो भाउ पानी भन्नुपर्छ ल एकदमै थ्याङ्क यू मेन गेस्टको फोटो मेन गेस्ट हुनुहुन्छ यतातिर ढान्डाडान आजको भ्लगमा म राम्रोसँग आएन भने नि कहीँ लाइक आउँदैन भाइले बुढा र बुढीकै आएको छ ल छोरीको पनि छ यता हेर ल राम्रो आएको छ अब चाहिँ ल अरू पनि कोही त्यस्तो फर्काउने हुनुहुन्छ भने म यहाँ छु डराउन यहाँ बेहुला देखिन थालिसक्यो तिमीहरूको यहाँ अरूमा आऊ जयमसी सबैजनालाई हाम्रो विवाहको कार्यक्रम लगभग सुरु हुन लागिसकेको छ तपाईहरु धैर्य धारण गरिदिनु होला र आजको यो रमझम यो रमाइलो र आशिषमय दिनलाई तपाईहरुले आशिष दिएर सबैजना सामेल हुनुलाई भिडियो मार्फत है त धन्यवाद तपाईं परमेश्वरको योजना अनुसार यो संसारमा ल्याउनु भयो उहाँको जीवनमा तपाईं परमेश्वरले आशीष
भन्दै थियो भने यतिखेर चाहिँ हामीले यो दुलहा अनि दुलहीलाई अनि साँच्चै यतिखेर हेर्यो भने चाहिँ अनि दुलहा दुलही चाहिँ धेरै राम्रो देखिन्छ। अनि जो विवाह गरिसक्नु भएको छ उहाँहरूले पनि आफ्नो पुरानो दिनहरू याद गर्नुहुन्छ। कतिजना बस्ने मान्छेले हेर्नु न तपाईँहरू उठिराख्नु होला अहिले अन्तिमसम्म पनि, तर थकै लाग्यो भने चाहिँ बस्नु होला। यस कारणले गर्दाखेरि वास्तवमा आज हाम्रो पुरुष र स्त्री चाहिँ श्रीमान श्रीमती भोलि अब जब हामी यी भाइ बहिनीहरूलाई हामीले विवाह गरेर यिनीहरूलाई हामी यहाँबाट विवाह गरिदिन्छौँ अनि उनीहरू गएर कानुनी रूपमा गएर हामी विवाहित हो भनेर उनीहरूले प्रमाणित गर्दछन्। त्यस पछाडि कानुनी रूपमा विवाहितहरूले पाउनुपर्ने हरेक अधिकार र सेवाहरू चाहिँ त्यसको प्रभाव गर्दछ। त्यस पछाडि उनीहरूको सन्तानहरू हुन्छ अनि एउटा पूर्ण रूपमा ती परिवारहरूले असलै वृद्धि हुँदै पछाडि त्यहाँनिर एउटा समाजको निर्माण है। भिडियो तपाईँहरू उहाँ चाहिँ हाम्रो क्यामेराम्यान जयमसी त्यो आजै मिलाउनु कति छ आजै मिलाउनु ल परमेश्वरले एकजना व्यक्तिलाई बनाउनु भएको छ। एकजना व्यक्तिको नाम चाहिँ आदम भनेर भनिएको छ। अनि जब परमेश्वरले आदमलाई बनाउनु भयो आदमको निम्ति अर्को कुनै जोडी आदमलाई एक्लै भएको देख्नुभयो एक्लै भएर बसेको देख्नु भएपछि चाहिँ मानिसहरू चाहिँ सामाजिक प्राणीहरू हो र परमेश्वरले हामीलाई बनाउँदै गर्दाखेरि बनाउनु भएको र जब आदम एक्लै भएको बेलामा जब परमेश्वरले हेर्नुभयो अनि आदम चाहिँ एक्लै बसिरहेको थियो र उठाएर नयाँ मोबाइल किन्नु पर्यो ल रिक्वेस्ट सबैजना। परमेश्वरले आदमको निम्ति एउटा सहयोगी बनाउँछु भनेर भन्नुभएको हामीले पाउँदछौँ। उत्पत्ति 2:18 पदमा हामीले यहाँनिर पढ्दै गर्दाखेरि मानिस एक्लो रहन सक्दैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। भन्दाखेरि दुईजनालाई जब आदमको निम्ति हब्बा लिएर राखेर परमेश्वरले त्यहाँ आशिष दिनुभएको छ। अब तिनीहरू चाहिँ फल्दै जाऊ, फुल्दै जाऊ, वृद्धि हुँदै जाऊ अनि तिनीहरू चाहिँ पृथ्वीभरि भरिँदै मानिसले चाहिँ यहाँ एफएसीको पत्रमा कोरिन्थीको पत्रमा हामीले हेर्दछौँ भने पहिलो कोरिन्थीतिर हामीले हेर्दछौँ भने चाहिँ पहिलो कोरिन्थी 7 अध्यायको 2 पदतिर हामीले हेर्दछौँ भने चाहिँ हरेक मानिसको आफ्नै पत्नी होस् भनेको छ। यसै कारणले हरेक मानिसको आफ्नै पति पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस्। साँच्चै चाहनुहुन्छ र माया गर्नुहुन्छ? चाहन्छु र सबैलाई माया गर्छु। छैन है, एकदम क्लियर छ। प्रकार डर धम्की या प्रलोभनमा नपरी
जीवन दाम्पत्य जीवन जिउन चाहनु भएको हो उहाँले स्वीकार गर्नुभएको छ। मैले यहाँनिर घुमाएर प्रश्न गरिरहेको छु किनकि आज धेरै कारण हुनसक्छ कहिलेकाहीँ होइन। आज मलाई बिहा गरेन भने म गएर पुलबाट चाहिँ हामफाल्छुहरू भन्दाखेरि गर्नै पर्ने भयो होइन। त्यो जबरजस्तीको विवाह राम्रो हुँदैन। यस कारणले हामीले यो कर्का डर धम्की प्रलोभन जबरजस्तीमा होइन जीवन स्वीकार गर्नुहुन्छ। स्वीकार गर्नुहोस् ताली बजाइदिनु होला। यो साह्रै प्रश्नको सठिक जवाब दिनुभएको छ। आमोस गोडतीलाई साँच्चीकै चाहनुहुन्छ र माया गर्नुहुन्छ। तपाईँ दुई बिच विवाह हुन पवित्र विवाह हुन नसक्ने त्यस्ता कुनै कारण छ कि होइन? छैन अरे सुन्दै हुनुहुन्छ। र अब तेस्रो प्रश्न, के तपाईँले आफ्नै इच्छाले कसैको घरका डर धम्की या प्रलोभनमा नपरी आमोस बोगटीसँग विवाह गरी आजीवन दाम्पत्य जीवन जिउन चाहनु भएको हो? हो अरे है। अब चौथो र अन्तिम प्रश्न, के तपाईँ आमोस बोगटीलाई आजीवन आफ्नो पतिको रूपमा स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु। भाइ र बहिनी दुवैजनाले प्रश्नको एकदमै असल र ठिक जवाब दिनुभएको छ। र अब यो विवाहलाई अझै अगाडि बढाउनको निम्ति धन्यवाद छ दुलहीको आफन्तज्यूहरूलाई। तपाईँहरू बस्न सक्नुहुनेछ। एउटा प्रतिज्ञाको प्रतिरूपमा यो एउटा औँठी प्रदान गर्दै एकअर्कालाई प्रभु हामी तपाईँलाई विनती आफ्नो दुलहीलाई औँठी लगाइदिनु होला। त्यसै गरिकन दुलहीलाई पनि आफ्नो दुलहाको निम्ति ल्याएको औँठी लगाइदिनु हुन म अनुरोध गर्दछु। अलिक नजिक राखिदिनुहोस्। म आमोस बोगटी पिता पुत्र र पवित्र आत्माको यो परमेश्वर गर्नेछ। तबसम्मको लागि तपाईँहरू एक अर्काको निम्ति श्रीमान र श्रीमती हुँदै हुनुहुन्छ। यस कारणले अनुग्रहमा उहाँको धार्मिक विधिविधान गर्न दिएको निहित अधिकारलाई प्रयोग गरेर आमोस बोगटी र सन्ध्या सुनारलाई श्रीमान र श्रीमती भएको घोषणा गर्दछु। उहाँहरूलाई परमेश्वरले मिलाउनु भयो, अब कसैले नछुटाओस्, किनकि आजदेखि उहाँहरू एउटै शरीर हुनुहुन्छ। आमेन। अब यो हस्ताक्षर गरिसकेको यो प्रमाणपत्र
हामी यो दुलाहा र दुलहीलाई हस्तान्तरण गरिदिनेछौँ। हामी सम्पूर्ण मण्डली परिवारहरू मिलेर हामी यो जोडको निम्ति हामी आशीर्वादको प्रार्थना गरिदिनेछौँ। हामी सबैजना आफन्तहरूले सबैले हामीले मिलेर प्रार्थना गरिदिनेछौँ। पिता पुत्र पवित्र आत्मा परमेश्वर, तपाईँ परमेश्वरको निगरानी र तपाईँको अनुग्रह र तपाईँको उपस्थितिमा आज यो छोरा आमोस र तपाईँको छोरी सन्ध्यालाई एक अर्काको निम्ति साथी सहयोगी र परिपूरक सम्बन्धमा हामी बाँधिसकेका छौँ। अनि प्रभु कसरी तपाईँले आफ्नो छोरा र छोरीलाई आज जोड्नु भएको छ, एक बनाउनु भएको छ। अब उपरान्त यी दुईलाई कुनै कुराले पनि नतोडेको मृत्युले अलग नगरेसम्म यो छोरा र छोरीलाई आजीवन श्रीमान श्रीमती पति र पत्नीको बन्धनमा बाँध्नु भएको होस् र दुईवटा शरीरलाई तपाईँले एउटै बनाउनु भएको होस्। र प्रभु पवित्र आत्मा तपाईँले यो छोरा र छोरीलाई आशीर्वाद दिनुभएको होस् र तपाईँ परमेश्वरको अनुग्रह र निगाहमा रहेर यो छोरा छोरीहरू चाहिँ अझै प्रशस्त आशिषमा वृद्धि हुन सकेका हुन्। फल्दै फुल्दै वृद्धि हुँदै तपाईँको प्रतिज्ञालाई पुरा गर्दै यो तपाईँको छोरा र छोरी अगाडि बढ्न सकेका हुन्। परमेश्वर तपाईँले यिनीहरूलाई आशीर्वाद दिनुहोस्, यिनीहरूलाई तपाईँले वृद्धि दिनुहोस्, यिनीहरूलाई तपाईँले उन्नति दिनुहोस्। यो परिवारलाई कुनै कुराले पनि आज नतोडेको होस्। तपाईँले यिनीहरूको परिवारिक सम्बन्धमा श्रीमान र श्रीमतीको सम्बन्धमा तपाईँले सुमधुरता दिनुहोस्, मिलन दिनुहोस्, शान्त दिनुहोस्। र प्रभु उनीहरू एकअर्काको सहयात्री र परिपूरक बन्न सकेका हुन् र तपाईँको वचनको आज्ञामा रहेर तपाईँको प्रतिज्ञालाई उनीहरूले पुरा गर्न सकेका हुन् भनी राम्रो प्रार्थना गर्दछौँ। जुन प्रतिज्ञा यिनीहरूले एकअर्कामा गरेको छन् प्रभु यो प्रतिज्ञा आज यिनीहरूको जीवनभरि कायम रहेको होस्। कुनै कुराले यिनीहरूलाई नछुटाएको होस्, नतोडे यो सम्बन्धलाई कुनै कुराले कुनै कारणले आज नतोडेको होस्। तपाईँले एक गर्नुभएको जोडीलाई आज कसैले पनि नतोडेको होस् भनिकन हामी आशीर्वाद माग्दछौँ। प्रभु यो परिवार एउटा उदाहरणीय परिवार, यो परिवार एउटा आशिषित परिवार, यो परिवार एउटा पूर्ण परिवार बनेको होस् भनिकन हामी प्रार्थना गर्दछौँ। र सबै मण्डली परिवार मिलिकन तपाईँ पिता पुत्र पवित्र आत्मासँग हामी यो बिन्ती प्रार्थना चढाउँदछौँ र आशीर्वाद माग्दछौँ येशू प्रभुको नाममा। आज दुलहा र दुलहीले आज कसको बच्चा हो, यो कसको बच्चा हो निकाल्दियो। आज एक गर्दै उहाँले बाल्दै हुनुहुनेछ। हामी सबैजनाले जोरदार ताली बजाउनेछौँ। तपाईँहरूले बाल्नुहोस्, अब यो दियो डान्स भएको कारणले प्राय हामी डान्स चाहिँ उहाँहरूपट्टि नै फर्केर गर्नेछौँ। पछाडिकोहरूले यदि केही गरी देख्नु भएन भने सायद भिडियोहरूमा हेर्न पाउनुहुन्छ होला। तपाईँहरूले राम्रोसँग हेरिदिनु होला। अनि हामी चाहिँ दाइ र दिदीलाई एकदम धेरै कङ्ग्रेचुलेसन। परमेश्वरले यहाँहरूलाई धेरै आशिष दिनुभएको होस्। धन्यवाद। Sleep.
आज चिनारीको रूपमा एउटा सुमधुर सम्बन्धको एउटा हुन्छ। अब एकअर्कालाई खुवाइदिनुहोस् कृपया। ल केक काटी खायो ए केक भनेको क्रिम खान्थ्यो ल। अब फोटोको लागि तपाईँले मात्र गर्नु मेरो छेउमै मेरो साथमा सधैँ मेरो साथमा रहिदिनु, मेरो आँट बनिदिनु, दिन होस् या रात सँगै काटिदिनु। त्यो साथ रहन्थे मेरो खास भइदिनु, त्यो साथ रहन्थे मेरो खास भइदिनु। अनि बुढेसकालमा फेरि भन्नेछु यत्रो जीवन त तिमीसँगै हाँसखेल गर्दै गाडियो, हाँसखेल गर्दै गाडियो। हजुर पोस्दिनु म बोलाउँछु है, पोस्दिनु है। सरले यता हेर्नु सानो ओके थ्याङ्क यू गीत चाहिँ मेरो आफ्नै गीत रहेको छ। मेरो रिसेन्टली चाहिँ एउटा एल्बम मैले रिलिज गरेको थिएँ, त्यसको अन्तिम गीत रहेको छ। यो गीत चाहिँ अफिसियल रिलिज गर्न बाँकी नै छ, रिलिज भएको छैन। सो यो गीत चाहिँ म हाम्रो नयाँ जोडीको लागि डेडिकेट गर्न चाहन्छु। Bye.
मानिस त्यो पनि लिसोब्याक देऊ न देऊ ल दोस्त हो त ऐसे हो क्या दोस्त पनि हो